हेलो हेलो साथीहरु नमस्ते। आजसम्म हामी शनिबारको दिनमा जङखोली जाम हेर्न आइरहेका छौं। यहाँ बच्चा बच्चीको धेरै हो हल्ला भएकोले भिडियो बनाउन गाह्रो भइरहेको छ। साथीहरु म चाहिँ नानी बोकेर हजुरहरुलाई पनि अलिकति रमणीय दृश्य देखाइदिन्छु भनेर भिडियोको सानो क्लिप खिच्दैछु। जाऊ रे भाउजूको टिकटक बनाइदेऊ रे। मेरो छोरो चाहिँ थाकिसकेको छ। अब हामी चाहिँ घर जाने बेला भइसकेको छ। हेर्न सक्नुहुन्छ यति राम्रो छ। कालीगेरी भन्छौँ हामीले चाहिँ यहाँ फुलहरू फुलिरहेको छ। कँडाको फुलहरू आज चाहिँ बच्चा बच्चीलाई घुमाउन ल्याएको साथी हामीले चाहिँ अब हाम्रो छोराहरूलाई लगेर हामी चाहिँ घर जाँदैछौँ। शनिबार घुमाइसकेर डुलाइसकेर हेर्न सक्नुहुन्छ। हजुरहरू पनि आउन सक्नुहुन्छ। धेरै रमाइलो ठाउँ छ। पौडी खेल्न जानेको मान्छे पौडी खेल्न सक्नुहुन्छ। यहाँ बच्चा बच्ची खेलिरहेको छन्। धेरै राम्रो छ। ठुलो छ। ठुलो झन्डा पनि छ यहाँ है। धेरै राम्रो छ। खै बन्दैछ साथीहरु। अझै ओपनिङ चाहिँ भइसकेको छैन। बन्दैछ। हामी चाहिँ त्यही पनि गाउँघरको भनेर हेर्न आएको। मेरो छोरी चाहिँ रोइरहेको छिन्। बसाएर ठुलो झन्डा चाहियो भनेर। ठुलो झन्डा कस्तो टिप्दिने हो। मेरो छोरीले ठुलो झन्डा चाहियो भन्छन्। ठुलो झन्डा चाहिँ हामीले टिप्नै सक्दैनौँ। गाली गर्नुहुन्छ होला। मौसम पनि आज पानी परेर फाटिसकेको छ। मौसमले पनि साथ दिइरहेको छ साथीहरु। पारी बल्छी खेल्दै हुनुहुन्छ एकजना दाइ चाहिँ। पारी बच्चा बच्ची पनि नाइरहेको छन् साथीहरु। यहाँ चाहिँ अझ यति राम्रो निर्माण हुँदैछ। बनाउँदै हुनुहुन्छ फुलहरू रोपेर। यति राम्रो छ नि। यति आनन्द छ नि। यहाँ आएर बसिरहु नाचिरहु बेग लिएर सानोतिनो ड्राई पिकनिक गर्न सकिन्छ। यहाँ चाहिँ दामी छ साथीहरु। मलाई चाहिँ धौ भइरहेको छ। नानी बोकेको भए चाहिँ मेरो भोइसलाई नराम्रो सुने पनि राम्रै माया सुनिन्छ। खै यो चाहिँ के हो थाहा भएन साथीहरु। यो चाहिँ के हो तर एकदम राम्रो छ। बच्चासँग छु नि त्यही भएर नराम्रो स्वर मानेको छ। मलाई धौ भएर स्यास्या भइरहेको छ। त्यही पनि सुनिदिनु होला। चराहरू कराएको चिरबिर आवाज अनि रमणीय स्थल दामी छ। यहाँ चाहिँ पेन्ट हुँदैछ। यहाँ चाहिँ खै के को लागि यो चाहिँ बनेको थाहा भएन। मेरो बच्चालाई गर्मी भएको छ धेरै नै। मेरो पुन्टुलाई धेरै गर्मी मानेको छ पानी परेको कारणले। झन्डा छ बेबा। झन्डा छ बेबो। मौसम हेर्न सक्नुहुन्छ आजको मौसम। बन्दैछ साथीहरु। यहाँ चाहिँ बाँसको यो राम्रो सजाउनै बाँकी छ साथीहरु। यहाँ चाहिँ बाँसको लगाउनु भएको छ। सुन्दर देखिएको छ। झन्डा छ यहाँ ठुलो झन्डा। पखना जाऊ झन्डा लिएर आऊ। झन्डा लिएर आऊ। मेरो छोरीको झन्डा चाहिँ खस्यो रे। मेरो छोरी चाहिँ झन्डा लिन जाँदैछिन्। मेरो यत्रिको सानो पुन्टु छोरीले लिएर आयो त मलाई धौ भयो साथीहरु। गाह्रो छ हौ साथी हो। रहर र इच्छा मात्रै भएर के गर्नु। बच्चासँग धेरै गाह्रो हुन्छ। डुल्नु घुम्नु। बच्चाहरूलाई नि छोड्नु मन लाग्दैन। आफैसँग ल्याउन मन लाग्छ। हेर्नु यहाँ बन्दैछ साथीहरु। स्विमिङ गरिराखन् तल। हामी पनि यस्तै गर्दियौँ होला साथीहरु बच्चामा। क्यामेरा हल्लेको होला हुन त साथीहरु। देखाउँदैछु तपाईहरुलाई नजिकबाट। दामी छ साथीहरु। आँखाले भ्याउँदासम्मको दृश्य यति दामी छ नि। मेरो पुन्टु चाहिँ त्यहाँ ध्वजा खेलाउँदैछिन् वनको बीचमा। अनि गाउँको माथितिर अन्तिम गाउँ हो सायद। त्यहाँ दामी छ।
आऊ